ट्रेनिङ इन द जोन जुन बुक छ, जुन चाहिँ ट्रेडरहरूको लागि बेस्ट बुक हो। आज म 4-5 सालदेखि ट्रेनिङ गरिरहेको छु। आज मैले चाहिँ यस बुकबाट के सिकेँ र मेरो अनुभव के छ, आज म तपाईँलाई पैसा कमाउने होइन, पैसालाई चाहिँ सम्हाल्ने मनको कथा सुनाउन लागेको छु। किनकि बजारमा हार्नेहरू पैसा कम भएर होइन, मन कमजोर भएका हार्छन्। एउटा समय थियो, एकजना ट्रेडरको स्ट्रेटेजी सही थियो, तर इन्डिकेटर सही थियो, तर हरेक पटक प्रफिट आएपछि डरले छिट्टै बेच्थ्यो र लस आएपछि आशले होल्ड गरिरहन्थ्यो। उसले बजार बुझ्थ्यो, तर उसले आफूलाई बुझ्दैनथ्यो। यहीबाट सुरु हुन्छ ट्रेनिङ इन द जोनको असली शिक्षा। बजारमा दुई शत्रु हुन्छन्, डर र लोभ। डर भन्छ प्रफिट जगाऊ, भाग। जसै जसै प्रफिट हुन थाल्छ भाग्न मन लाग्छ। लोभ भन्छ रुक, अझै होल्ड गर। मतलब जब लस हुन्छ तब मान्छेले के गर्छ भने रे बस होला, वेट गर भनेर लसमा मान्छे रुक्छ, तर प्रफिटमा रोक्न सक्दैन। ट्रेडरहरूको जिन्दगी यो दुई बिचमै अल्झिरहेको हुन्छ र ऊ भावनाको खेलमा आफूलाई बेचेको या किनेको बिर्सिन्छ। हामीले चाहिँ जोनमा हुनुपर्छ, न डर न लोभमा, न डर हुनु न लोभ हुनु। जोनमा हुनु भनेको नतिजामा होइन, प्रक्रियामा विश्वास गर्नु। स्टप लस लागेमा शान्तसँग चुपचाप स्टप लस दिनु। टार्गेट लागे पनि घमण्ड नगर्नु। सक्सेसफुल ट्रेडर पैसा जित्दैन, ऊ पहिले आफूलाई जित्दछ। जसरी किसानले बिउ रोप्दा आज फल आयो कि आएन भनेर हेर्दैन, उसलाई थाहा छ प्रक्रिया सही छ भने फल अवश्य आउँछ। त्यसरी नै सही सेटअप, सही रिस्क, डिसिप्लिन नै ट्रेडको धर्म हो। यदि कुनै व्यक्तिले ट्रेड गर्छ भने उसको सेटअप नआएसम्म, उसलाई रिस्क नथाहा पाएसम्म, या कुनै इन्डिकेटर, कुनै प्राइस एक्सन या कुनै सपोर्ट रेजिस्टेन्स नआएसम्म उसले कुनै पनि ट्रेडलाई एक्जिट गर्नु सही हुन्न, किन्नु सही होइन। आजदेखि एउटा बाचा गरौँ, नाफा आयो भने घमण्ड नगरौँ, घाटा लाग्यो भने आत्मविश्वास नहार्ने। किनकि बजार बाहिर होइन, मनभित्रको युद्ध हो। जसले मनभित्रको युद्धलाई जित्न सक्यो उसले यो बजारमा पैसा होइन, जीवन सफल र सफलता बन्न सक्छ। ट्रेनिङ अन जोन भनेको यो पहिलो पाठको मन जिते मात्र मार्केट जित्न सकिन्छ। तपाईँले आफ्नो मन जितेपछिलाई मन जित्न सक्नुहुन्छ या आफ्नो विचारले हेर्न सक्नुहुन्छ भने तपाईँ मार्केटलाई जित्न सक्नुहुन्छ, बनाउन सक्छौँ। जस्तै ओभर ट्रेनिङ, रिभेन्ज ट्रेनिङ, पेनिकमा हामीले यस्ता कामहरू गर्ने गर्छौँ। जस्तै मानव उदाहरणका लागि एउटा ट्रेडर थियो, आज उसको स्टप लस लाग्यो, सानो घाटा थियो, तर इगो ठुलो भयो। किन मैले घाटा खाने, सानो 500-1000 रुपियाँ किन लस खाने भनेर उसको मनमा उसलाई रिकभर गर्न या त उसलाई इगो हुन्छ। उसको मनले भन्यो बजारले मलाई हरायो, अब म हेर्छु, म देखाउँछु बजारलाई। र उसले बिना सेटअप, बिना प्लान फेरि ट्रेड लियो, फेरि लस भयो। जहाँ अघि 1000 थियो भने अहिले 2000 को लस पुग्यो। फेरि अझै ठुलो ट्रेड लिन थाल्यो। आफूसँग भएको पुरा क्यापिटल त्यो ट्रेडमा लगाइदियो, जहाँ सेटअप पनि थिएन, जहाँ प्लान पनि थिएन, जहाँ कुनै साइकोलोजी पनि थिएन। पुरा उसको त्यो ट्रेडले उसको एकाउन्ट खाली हुन्छ। अब बुझौँ, बजारसँग बदला लिने कोसिस गर्नु, बजारसँग बदला लिने कोसिस नगर्नु। बजारसँग भावना हुँदैन, तर घाटा तिमीलाई नै हुन्छ। बजारसँग बदला लिन खोज्छौँ हामी, र बजारसँग भावना पनि हुँदैन हामी जस्तो, हाम्रो जस्तो सोच पनि हुन्न, तर घाटा हामीलाई नै हुन्छ। यसको मतलब बुझ्नुभयो, धेरै गल्ती गर्नुपर्ने ओभर ट्रेनिङ मानिन्छ। तपाईँले एकपटक लस लिनुभयो 1000, आफ्नो क्षमता अनुसार त्यसले स्टप गर्नुहोस्, आजको दिन ओके। तर धेरैले सोच्छन् जति ट्रेड लियो त्यति नै पैसा हुन्छ भनेर, तर यो गलत हो। तर तपाईँलाई थाहा छ, तर सच्चाइ के हो थाहा छ? सिंह दिनभर शिकार गर्दैन, ऊ सही समय पर्खिन्छ र एकैचोटि प्रहार गर्छ। प्रोफेसनल ट्रेडरले पनि यस्तै नै सेटअप आउन्जेलसम्म मात्र उसले वेट गर्छ। जब आफ्नो सेटअपमा, जहाँ आफ्नो सपोर्ट रेजिस्टेन्समा आउँछ तब मात्र उसले ट्रेड लिन्छ, नत्र ऊ शान्त बसेर
चार्टले हेर्ने गर्छ। धैर्य नै धन हो। जब हामी मार्केट खुल्छ बिहान 9 बजेबाट 3:30 बजीसम्म, त्यो बेला हामीले चाहिँ धैर्य राख्नु नै ट्रेनिङको एउटा सफलता र राम्रो ह्याबिट मानिन्छ। पानी बिना खेती जस्तै हो। यदि धैर्य बिना तपाईँ ट्रेनिङ गर्नुहुन्छ भने पानी बिना खेती जस्तै हो। क्यान्डल बन्न दिनुहोस्, कम्प्रोमाइजमा आउन दिनुहोस्, पुल ब्याक पर्खिन दिनुहोस्, तर हामी तिनै चिज गर्दैनौँ। क्यान्डल बन्न दिन्नौँ, तपाईँको सेटअप आउन दिन्नौँ, पुल ब्याक या रिभर्स हुन्छ पर्खिन सक्दैनौँ। यी सबै बजारमा होइन, हाम्रो अधैर्यताले हार्ने गर्छ। यी सबै कुरा बजारमा हुन्छन्, तर हाम्रो मनले हामी आत्तिन्छौँ। सायद हाम्रो सेटअप नआउन्जेलसम्म हामी रोक्न सक्दैनौँ, हामीलाई हतार हुन्छ, हामीलाई चुलबुली हुन्छ। त्यसै कारणले हामी बारम्बार ट्रेड लिने गर्छौँ। मार्केटले धैर्यवानलाई नै पैसा दिने गर्दछ, हतार गर्नेबाट पैसा खोज्छ। जसले मार्केटमा धैर्य राख्छ, शान्तसँग चार्टले हेर्छ, सेटअप र इन्डिकेटर या प्राइस एक्सन माप्ने इन्ट्री गर्ने गर्छ भने उसलाई पैसा अवश्य दिन्छ, तर हतार गर्नेलाई पैसा खोज्छ। आजदेखि एउटा बाचा गरौँ, हर ट्रेडमा पैसा कमाउनु छैन। प्रक्रिया ठिक छ भने तपाईँको पैसा अवश्य आउनेछ। लस आयो भने ठिक छ, त्यो व्यापार हो, भाडा हो या रेन्ट हो, सोच्नुहोस्, दिनुहोस्। प्रफिट आयो भने घमण्ड नगर्नुहोस्, प्रफिटलाई ठिक छ भन्नुहोस्। भोलिको लागि लस होला भनेर कहिले पनि प्रफिट आयो भने घमण्ड नगरौँ। प्रफिट छ, ओके। जसरी ट्रेन ढिलो भयो भने हामी स्टेसन नछोडी पर्खिन्छौँ नि अर्को ट्रेनका लागि, त्यसरी नै सही अवसर नआएसम्म चार्ट छोड्नु हुँदैन, चार्टले हेरिरहनुपर्छ। याद राख, ओभर ट्रेडिङ नै खाता जलाउँछ, रिभेन्ज ट्रेडिङले मन जलाउँछ, पेनिकले दुवै जलाउँछ। आज म तपाईँलाई ट्रेन गर भन्छु, भोलि मार्केटले तपाईँलाई ट्रेन दिनेछ। तपाईँ आफ्नो ब्रेनलाई यस्तो बनाउनुहोस्, आफ्नो दिमागलाई यस्तो बनाउनुहोस् ताकि भोलि मार्केटले आफैले भन्नेछ किन त्यो टाइम भइसक्यो। ट्रेनिङ जोनको पार्ट अघिल्लो पार्टमा इमोसनल र सिस्टेमेटिकमा चल्ने ट्रेड बन्न चाहनुहुन्छ भने लाइक अनि सेयर सब्सक्राइब गर्नुहोला। धेरै मैले आफूले आफ्नो लाइफमा भएका कुराहरू सिकाउने छु। आँखा बन्द गर, सोच, तिमी चार्ट हेर्दैछौ, एक क्यान्डल रातो हुँदैछ, तिम्रो मुटुको धड्कन धड्किन थाल्छ। यहीँबाट सुरु हुन्छ ट्रेडरको असली परीक्षा, मार्केटमा होइन, मनभित्र। एउटा युवक थियो, उसको सपना थियो सेयर मार्केटमा ठुलो पैसा बनाउने, ठुलो मान्छे बन्ने, धेरै पैसा कमाउने, ठुलो मान्छे बन्ने, बुवा आमालाई सुख दिने, आफ्नो परिवारलाई सुख दिने। उसले पहिलो ट्रेड लिन्छ, प्रफिट आउँछ 1000-1500। सायद उसलाई जीवनमा यति सजिलो काम सायद मैले किन थाहा पाइनँ पहिले, यस्तो इजीसँग पैसा आउने रहेछ भने सायद खुसीले त्यो दिन उसले काम गर्न बन्द गरिदिन्छ। तर उसै बिच एउटा उसको इगो बढेको हुन्छ, उसलाई अरू काम भन्दा सजिलो रहेछ, यो त इजी रहेछ भनेर उसलाई एउटा घमण्ड आएको हुन्छ। उसलाई थाहै हुँदैन घमण्ड आएको छ भनेर। दोस्रो दिन उसले अर्को ट्रेड लिन्छ, त्यो दिन पनि थोरै प्रफिट हुन्छ, खुसीले फनफनै आफ्नो संसारमा हराउँछ। यति इजी रहेछ अप्सन ट्रेडिङ गर्नु, इन्ट्राडे गर्नु भनेको उसलाई सजिलो लाग्छ। तेस्रो दिन चाहिँ उसले ठुलो लस लिन्छ, ताकि उसले 2 दिन कमाएको लसभन्दा 4 गुणा उसले 3000 या 2000 2 दिनमा कमाउँछ भने उसले 8000 एकै दिनमा कमाउँछ। अनि उसले भन्छ म त सही थिएँ 2 दिन, तर आज मार्केट खराब थियो। सत्य के हो थाहा छ तपाईँलाई? सत्य मार्केट खराब थिएन, मेरो त्यो माइन्डसेट कच्चा थियो, म कमजोर थिएँ, म सायद धेरै कुरा जान्नु बाँकी थियो मैले। त्यसैले मलाई यी कुराहरू आज 4-5 सालको अनुभवमा थाहा भयो। मार्केटमा 3वटा शत्रु हुन्छन्। मार्केटमा 3वटा शत्रु हुन्छन्, डर, लोभ, अहङ्कार। डरले छिटै एक्जिट गराउँछ, लोभले टार्गेट नमान्न लगाउँछ, अहङ्कारले स्टप लस हटाउँछ। तर यी तीनै सबै खाता साफ गर्छन्। यी 3 चिजले तपाईँको एकाउन्ट खाली गर्छ। अब मानौँ तपाईँले कुनै स्टकलाई बाई गर्नुभयो, तपाईँलाई लाग्छ माथि जान्छ या तल जान्छ, केही पोल माथि गएर केही ग्रिन देख्ने बित्तिकै तपाईँलाई डर लाग्छ यो ग्रिन पनि हराउने हो भनेर तपाईँले त्यसलाई के गर्नुहुन्छ, कार्ड गरिदिनुहुन्छ, एक्जिट गरिहाल्नुहुन्छ। अब मानौँ तपाईँको टार्गेट आएको छैन, त्योभन्दा पहिला नै तपाईँलाई डर लाग्छ। त्यसैले अब मानौँ तपाईँले
डर, लोभ, अहङ्कारले त बुझ्नुभयो। अहङ्कार भनेको तपाईँको स्टप लस जहाँ तपाईँले सोच्नु भएको थियो लिनुभन्दा पहिला त्यहाँ आउन्जेलसम्म तपाईँले रोक्नु भएन, त्यहाँभन्दा पहिल्यै स्टप लस दिइहाल्नुभयो या त्यो स्टप लसलाई नै तपाईँले हटाउनु भयो। अब त जति लस हुन्छ हुन्छ, देखा जाएगा, हेरौँला, भोलि कमाउँला भन्ने कुरा यस्ता यस्ता थटहरू आउने गर्छन्। यो तपाईँले बुझ्नुहोला। चार्टले कहिले पनि झुट्टा बोल्दैन, तर हाम्रा मनहरूले हरेक पटक झुट बोलिरहन्छ। डिसिप्लिन बिनाको ट्रेनिङ भनेको ब्रेक बिनाको गाडी चलाउनु जस्तै हो। यदि तपाईँसँग डिसिप्लिन छैन भने तपाईँले ट्रेनिङ नगरे पनि हुन्छ। ब्रेक नभएपछि तपाईँले गाडी नचलाए पनि हुन्छ। 100% तपाईँको एक्सिडेन्ट हुनेवाला छ। सफल ट्रेड दिनमा 1-2 मात्र लिने गर्छ। जसको साइकोलोजी राम्रो छ, जसले 1-2 या 2-4 महिना 6-7 महिना आफूलाई बुझ्दछ, उसले 2-3 ट्रेड लिने गर्दछ दिनमा। असफल ट्रेडले दिनभर मार्केटसँग फाइट गर्दछ, जस कारणले उसको जो ग्रिनमा भएको, जसले थोरै पनि प्रफिट भएको, उसले रेडमा क्लोज गर्छ। उसले आफ्नो पुरा क्यापिटल खत्म पनि गरिदिन्छ। त्यसैले साथीहरू, आज धेरै नै सबैभन्दा ठुलो इन्डिकेटर हो। तपाईलाई लाग्छ प्राइस, चार्ट, कुनै पनि चिज ठुलो होइन। तपाईँको धैर्य सबैभन्दा ठुलो इन्डिकेटर हो। प्राइस हो, पैसा हो, पावर हो। अब एउटा कुरा भन्न चाहन्छु, जब लस हुन्छ चार्ट हेर्दा आँखा पोल्छ। तपाईँ अनुभव गर्नुहोला। मोबाइल फ्याँक्न मन लाग्छ, सबै छोडेर भाग्न मन लाग्छ। आफ्नो दिमाग खराब भइसकेको हुन्छ। के गरौँ, कसो गरौँ, रिकभर कसरी गरौँ भन्ने भइरहेको हुन्छ। त्यही पल तिमी ट्रेडर होइन, तिमी क्विटर हो, तिमी लुजर हो। तिमी जुन ट्रेडरले त्यस्तो गर्छ त्यो ट्रेडर कहिले बन्न सक्दैन, त्यो एक लुजर हो। त्यसै यो काम नगरे पनि हुन्छ, छोडिदिए पनि हुन्छ। हो, सुरुवातमा हरेक कुरा सिक्नुपर्छ। लस हुन्छ, लसलाई हेर्नुपर्छ। लस देखेर मुटु धर्किन्छ। हरेक कुराहरू हुन्छ। यो चिज सुरुमा सबैलाई हुन्छ। त्यसैले ट्रेड बन्न खोजौँ, लुजर बन्न नखोजौँ। किनकि हामी यहाँ आफ्नो साइकोलोजी, माइन्डसेटलाई बुझ्न आएको। मार्केटले यदि तिमीलाई धनी बनाउने छैन, पहिला मजबुत बनाउने छ। यसको मतलब बुझ्नुभयो। सुरुवातमा तपाईँलाई लस दिनेछ। जसले लस सहन सिकायो उसैले प्रफिट पाउने अधिकार कमायो। सुरुवातमा तपाईँको लस जति भए पनि तपाईँले सहन सिक्नुहोस्। फेरि तपाईँ काम गर्नुहोस्, कहीँबाट पैसा कमाउनुहोस्, फेरि तपाईँ प्रफिट, फेरि लस गर्नुहोस्। यही केही महिना, केही वर्ष बित्नेछ। जसले लसलाई सहन सिक्यो त्यसले प्रफिट पाउने अधिकार कमायो। यो सोच्नु होला। तपाईँले जसरी लस दिनुहुन्छ, एक दिन तपाईँको यस्तो दिन आउनेछ तपाईँले आफै बुझ्नुहुन्छ, सायद अब लस दिने समय गइसक्यो, अब त सायद आउँछ होला प्रफिट भन्ने अधिकार पनि पाउन सक्नुहुन्छ। तपाईँ यो मार्केटले सिकाउनेछ। आज हार्यो भनेर आफूलाई दोष नदेऊ, मार्केटलाई होइन। किनभनेपछि मार्केट शिक्षक हो, दुश्मन होइन। यदि तिमी पनि इमोसनल होइनौ, सिस्टममा चल्न चाहन्छौ भने, ट्रेडर बन्न चाहन्छौ भने यो च्यानललाई फलो गर र हेरिराख सिरिज बाई सिरिज। किनकि मैले आफूले जानेको 4-5 सालको अनुभवलाई तपाईँले यो सानो युट्युब च्यानलबाट सिकाउने प्रयास गर्नेछु।